हैन म पनि हल्का यहाँनिर चिकन र उयो खाँदैछु हैन मेरो त यो फ्रन्टबाट पनि म भइहाल्छ चिकन खानु पाइहाले हो वाउ झन् छ यहाँनिर अब सब्जी बनाउनु लागि चाहिँ हाम्रो बहिनीले चाहिँ प्याज काट्दैछ हैन अब एकछिनमा सब्जी बनाउनु पर्छ खाना खाने बेला हुँदैछ यो चाहिँ के को लागि काट्नु भएको मटनको लागि चिकनको लागि चिकन ग्रेभीको लागि रहेछ गाइस यो चाहिँ अब मटन है हल्का स्याम्टेसँग यो चाहिँ यो चाहिँ अब चिकन है हल्का त्यसै रमाइलोको लागि नि हाम्रो छेसमला रुनु हुँदैछ बहिनी किन रुनु भएको अब हाम्रो दुईजना भदैनी छ है यहाँनिर टिभी हेर्दैछ हेलो भनिदिनु हाम्रो दुईजना भदैनी के गर्नु हुँदैछ कसले दिनु भएको मिठाई को रञ्जना फुपू चाहिँ छोयाङलाई कसले दिनु भयो मिठाई रञ्जना फुपू चाहिँ को हो रञ्जना फुपू को हो कहाँ छ रञ्जना फुपू है गुटो हाम्रो भदैनीले अघि पूजा पनि गरिसकेको छ है हाम्रोमा चाहिँ यहाँनिर भाउजूले भदैनीले गरेको पूजा चाहिँ बिचारा हाम्रो भदैनीहरू टिभी हेर्दै रहेछ अन्त नानी दुईजनामा कसले गर्नुभयो पूजा आज गुड तपाईँ दिदी हो नि अन्त तपाईँले गर्नु पर्यो नि अनि अन्त पो बहिनीले पनि सिक्छ है छोयाङ छोयाङले ढोग्यो छुमनलाले पूजा गर्नुभयो ल अब खाना सब्जी बनाउँदैछ तपाईहरु टिभी हेर्दै गर्नुस् हामी खाना सब्जी बनाएर बोलाउँछु ल मटन चाहिँ अब उम्लिँदैछ हैन अब उम्लियो अब यसलाई चाहिँ ठक्क अब ग्यास अफ गरेर राखिन्छ अब यता चाहिँ चिकनको लागि रेडी गर्दैछ बहिनीले